पछिल्लो त्यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू बालनलाई प्रधानमन्त्री स्वीकारिसके रे रासोपाले भन्दिनँ। बालेन- बालेनले भन्नुहुन्छ, रवि लामिछानेले भन्नुहुन्छ, म भन्दिनँ। हाम्रो पार्टीका सभापति रवि लामिछाने नै हो, त्योमा कसैसँग कहिले पनि कम्प्रोमाइज हुँदैन। बालेनजीको पनि धेरै सरप्राइज दिने उहाँको जुन बानी छ, प्रयास भइरहेको छ बालेनजी कुलमानजी लगायतसँग भन्ने। त्यसमा हाम्रो सिनियर नेताहरूले गराख्नु भएको चिजमा हामीलाई पूर्ण विश्वास छ। बालनलाई प्रधानमन्त्री स्वीकारिसके रे रासोपाले ट्रायल मात्र हो खै पनि तपाईँहरू जान्ने हुनुहुन्छ, मलाई के थाहा। भन्नु पर्यो तपाईँले, त्यो मिडिया ट्रायल मात्रै हो। भन्दिनँ। बालेन- बालेनले भन्नुहुन्छ, रवि लामिछानेले भन्नुहुन्छ, म भन्दिनँ। बालनलाई प्रधानमन्त्री स्वीकारिसके रे रासोपाले एकछिन पर्खिनुहोस्, 1.5 घन्टा 2 घन्टा लाग्ला। त्यति धैर्य राख्नुहोस्। 4-5 वर्ष, विगत 4 वर्षको यो हो, अपेक्षाहरू पुरा हुन्छ कि हुँदैन भन्ने कुरा। आज मिडियाभरि छ्यापछ्याप्ती छ। बालन बन्यो प्रधानमन्त्री, रविको समर्थन। छ्यापछ्याप्ती त गर्ने काम मेरो होइन नि हजुर, तपाईँहरूको हो, गरिहाल्नु आहा, ठिकै त भए। अनि त्यही भएर त हामी सोध्दैछौँ तपाईँको प्रेसर कस्तो छ, रासोपाको प्रेसर कस्तो छ। प्रेसर एकदम ठिक छ। रासोपाको पनि 120 को तल 80 नै छ। म चाहिँ अलिक दौडधुप भएर 120 हुनुपर्ने ठाउँमा 30 भएर छ, त्यो केही पनि होइन, तल 80 नै छ हजुर। बालनलाई प्रधानमन्त्री स्वीकार्न तयार हो कसले? तपाईँले, रासोपाले, सभापतिले? मैले एकजनाले स्वीकारिन्छ कि पार्टीले स्वीकार्नुपर्छ? त्यही त हामीले पार्टीले सोध्दैछौँ। स्वीकार्नुपर्छ कि नेतृत्वले स्वीकार्नुपर्छ? सबै छलफल व्यापक हुँदैछ।